तर रुगा खगी लाग्ने थाल्यो भने ज्वरो आइहाल्छ मलाई त अनि लाग्ने त ती सुरु गरिहाल्ने हो फेरि ल हामी चाहिँ दक्षिणकाली आउनु लाग्यो होइन त आउँदैछ यति राम्रो भएपछि यति बाटो नि मिलाइदियो भए त हुन्छ नि जानु अब यस्तोमा चाहिँ अलिकति गाडीको जतन गर्ने हो नउफार्ने हो भने एकमा हाल्दा हुन्थ्यो होइन ट्याक्कै एकमा हालेर तपाईँको डाइरेक्ट हाम्रो अगाडि कसरी हुन्छ साठीबाट माथि जाने मोबाइलको मात्रै हुन्छ यसको छ यस्तो के अटकम बगडम के छ यसको मेरो नि 4-5 वर्ष अगाडि 32,000 म उता जाने बेला ऊ किन्छु त्यो बेला त तपाईँको मोबाइल खतरा हान्ने कन्ट्रोल यार म उता जाने बेला ऊ किन्छु 26 यो बेचेर स्यामसङ बाहेक अरू त नचलाउने एउटा दिनुपर्छ सेकेन्ड ह्यान्ड आइफोन ल्याउनु ब्याट्री कति थियो यो सफ्टवेयर अपडेट भएपछि चाहिँ एकैचोटि 2% हालिदिन्छ क्या आइफोनको त्यही नै हो कि कति महिना हुन्छ अपडेट सफ्टवेयर अपडेट अहिलेसम्म मेरो कति 3-4 चोटि भएर अपडेट अहिले त्यो उसमा नि केटी राखा हो उसमा त्यो उसमा ड्राइभिङ सेन्टरमा त्यो अस्तिको बेला फोन गर्नुभयो कुरा गर्नुभयो कुरा त गरिरहेको थिएँ बोल्छ अहिले बोलाएँ होइन बोल्छ त्यो बोल्छ है भोइस मेसेज पठायो कि के पठायो फोन गरौँ भनेर नि म बिजी छु भनेर 2 चोटि ट्रायल फेल भइसकेपछि यो अस्ति मलाई गुनासो गर्दै थियो छुट्टी आउँदैन अहिले अहिले आज अहिले दिउँसोखेरि कतिखेर आइपुग्छ आउनु पर्छ टाढोबाट है मैले देखाइदिएको थिएँ है दाइलाई कस्तो राम्रो छ माथि ब्लेक छ आज हेरौँ कस्तो रहेछ बसेर जे जस्तो पनि ज्यान फिट छ तल पनि कस्तो फिटै हुनु पऱ्यो तल यो के अरे यार सबै सुन्नु अन्त जाँदा नै देखियो हो ट्याक्सी ड्राइभर भनेर के झन् लड्दै होइन कहाँ छेउमा आएको किन यत्रो छेउमा आएको त्यसको त्यत्रो ठाउँ छ त किन यहाँ आएको हेटुडा जाने होइन त्यो